निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन को भर्खरै सम्पन्न केन्द्रीय कार्य समितिको विस्तारित बैठकबाट लामो समयदेखि झापा प्याप्सनमा चाहिँ लागिरहनु हुने श्रद्धेय नारायण प्रसाद घिमिरे जो 2 कार्यकालसम्म प्याप्सन झापाको अध्यक्ष हुनुभयो, सो पश्चात केन्द्रीय सदस्य, फेरि कोशी प्रदेश कार्य समितिको अध्यक्ष, त्यसपछि 2 कार्यकालसम्म उपाध्यक्ष र हाल अहिले चाहिँ उहाँ दोस्रो पूर्ण बैठकबाट केन्द्रीय कार्य समितिको सल्लाहकार पदमा मनोनित हुनुभएको छ। उहाँलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछौँ र प्याप्सन झापाको भर्खरै सम्पन्न जिल्लाको पूर्ण बैठकबाट उहाँलाई स्वागत सम्मानसहित बधाई तथा शुभकामना ज्ञापन गर्ने कार्यक्रम सम्पन्न गरियो र सोही मिटिङबाट चाहिँ प्याप्सन सदस्य विद्यालयहरूका सम्पूर्ण विद्यार्थीहरूलाई लाभान्वित गर्ने गरी सदस्य विद्यालयहरूलाई समेट्ने गरी स्थानीय पालिका स्तरदेखि जिल्ला स्तरसम्मका विभिन्न कार्यक्रमहरू सञ्चालनार्थ 11वटा उपसमितिहरू गठन गर्ने समेत प्याप्सन झापाको पूर्ण बैठकले निर्णय गरेको छ, जसमा हाल बिर्तामोडमा रहेको जिल्ला कार्य समितिको एक तले जुन भवन छ त्यो भवनलाई स्तरोन्नति गरी सुविधा सम्पन्न बैठक कार्यकक्ष र सभा हाल निर्माण गर्ने उद्देश्यका साथ एउटा भवन निर्माण उपसमिति गठन गरिएको छ, जसको संयोजक प्याप्सन झापाका प्रमुख सल्लाहकार एवं कोशी प्रदेश कार्य समितिका सचिव आदरणीय गौरीमान फागो, सदस्य पूर्व अध्यक्ष एलपी उप्रेती, सदस्य हाल झापाका अध्यक्ष छत्रबहादुर कार्की र अन्य सचिवालय रहेका छन्। त्यसैगरी झापा प्याप्सनको प्राज्ञिक सल्लाहकारको रूपमा पूर्व केन्द्रीय सदस्य मोहन सुब्बा, त्यसैगरी पूर्व केन्द्रीय सदस्य गुरुभक्त नेउपाने, पूर्व केन्द्रीय सदस्य राम सिटौला, अमृत बहादुर बुढाथोकी, अखिल कोइराला, जनार्दन ढकाल र हरि अधिकारी गरी 7 जनाको प्राज्ञिक सल्लाहकार गठन भएको छ। त्यस्तै गरी विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भाइ बहिनीहरूलाई पठन पाठनका अलावा अन्य अतिरिक्त गतिविधिहरू सञ्चालन गर्नको लागि विशेषतः सांस्कृतिक कार्यक्रमको लागि चाहिँ वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक ज्यूको संयोजकत्वमा 7 सदस्य सांस्कृतिक उपसमिति गठन गर्ने समेत निर्णय गरेको छ, जसमा संयोजक हरिकृष्ण पाठक, सदस्य याम दङ्गाल, बदिराम राई, अनुप रोय, जनार्दन मैनाली, मिलन श्रेष्ठ र समीक्षा गौतम रहनु भएको छ। त्यस्तै गरी अतिरिक्त क्रियाकलाप उपसमितिमा संयोजक प्याप्सन झापा सचिव लक्ष्मी प्रसाद उप्रेती, सदस्य टेकनाथ तिमसिना र धनप्रसाद राजवंशी रहनु भएको छ। त्यस्तै गरी खेलकुद क्रियाकलापको लागि खेलकुद उपसमिति समेत गठन भएको छ, जसमा संयोजक कोषाध्यक्ष अमृत कुमार तिमसिना, सदस्यहरूमा विक्रम छेत्री, विनोद सुब्बा, दीपक सङ्गरौला, गणेश श्रेष्ठ, विनोद बुढाथोकी, सीताराम बराल, लीलामणि राई र कल्पना थापा रहनु भएको छ। त्यस्तै गरी सदस्य विद्यालयहरूमा कार्यरत शिक्षकहरूको लागि विषयगत रूपमा तालिम सञ्चालन गर्नको लागि तालिम उपसमिति समेत गठन भएको छ, जसको संयोजक प्याप्सन झापाका सहसचिव जीवन शिवाकोटी रहनु भएको छ भने सदस्यमा भवानी प्रसाद पाठक, सुरेन्द्र खरेल, उत्तम खनाल र डम्म रुचाल रहनु भएको छ। त्यसै गरी प्याप्सन झापाको आर्थिक क्रियाकलापलाई चुस्त दुरुस्त राख्नको लागि 3 सदस्यीय लेखा समिति गठन गरिएको छ, जसमा चाहिँ संयोजकमा भीम विजय बास्तोला, सदस्य गोकुल उप्रेती र सदस्य प्रमिला बज्ञाई रहनु भएको छ। त्यस्तै गरी विवाद समाधान उपसमिति गठन भएको छ, जसमा संयोजक सहसचिव विनोद सुब्बा, सदस्य तिलक पाखरिन, सदस्य रामप्रसाद सुहाङ, रुद्र सिटौला, भोजबहादुर कार्की, विष्णु सापकोटा, मोहन थापा रहनु भएको छ। यसअघि नै प्याप्सन झापाको बैठकबाट परीक्षा सञ्चालनार्थ परीक्षा उपसमिति पनि गठन भएको छ, जसको संयोजक वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक ज्यू हुनुहुन्छ र त्यो 9 सदस्यीय उपसमिति रहेको छ। त्यस्तै गरेर वर्तमान प्याप्सन अध्यक्ष छत्रबहादुर कार्कीज्यूको अध्यक्षतामा 9 सदस्यीय सचिवालय गठन भएको छ। त्यस्तै गरी वर्तमान सचिव लक्ष्मी प्रसाद उप्रेतीको संयोजकत्वमा 5 सदस्यीय सूचना तथा सञ्चार उपसमिति समेत गठन भइसकेको छ। त्यसै गरेर हाल प्याप्सन झापाले स्थानीय पालिका प्याप्सन र स्थानीय सरकारलाई समन्वय गर्ने हिसाबले एउटा कार्यक्रम सञ्चालन गर्दैछ, जसमा चाहिँ प्याप्सन जिल्ला कार्य समिति स्वयं स्थानीय पालिकासम्म पुगेर
त्यहाँको पालिका प्रमुखलाई स्थानीय सरकार प्रमुखलाई चाहिँ अनुरोध पत्र बुझाउने र निजी विद्यालयहरू पनि स्थानीय तहकै गहना हुन्, स्थानीय तहकै सम्पत्ति हुन्। यी विद्यालयहरूले स्थानीय तहदेखि राष्ट्रिय स्तरको नतिजामा समेत यो साख जोगाउनका लागि कार्यरत छन्। त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरू पनि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सरह हुन् भन्ने आशयका साथ अनुरोध पत्र बुझाउने कार्यक्रम सञ्चालन गरेको छ, जसमा हामीले बिर्तामोड, त्यसै गरेर बुद्ध शान्ति र भद्रपुर नगरपालिकासम्म हामी पुगिसकेका छौँ र केही दिनभित्रमा झापा जिल्लाका 15वटै पालिकामा पुगेर अनुरोध पत्र बुझाउने कार्य सम्पन्न गर्नेछौँ। त्यसको अलावा झापा प्याप्सनले यो नयाँ कार्य समिति निर्वाचित भइसकेपछि विपदमा प्याप्सन, त्यस्तै गरेर अति विपन्न परिवारका विद्यार्थीहरूलाई अभिभावकत्व ग्रहण गर्ने कार्यक्रम, अन्य सामाजिक कार्यहरूलाई प्राथमिकतामा राखेर चाहिँ कार्यक्रमहरू आयोजना गर्दै अगाडि बढ्ने चाहिँ तय गरेको कुरा म यहाँ मार्फत सबैमा जानकारी गराउन चाहन्छु। धन्यवाद।